As I'm gonna react to viral Chhada Nepali memes. Let's get right into it, la. तिमीहरूले ब्रा लाउन नपाए हुन्थ्यो जस्तो लाग्छ कैसे कैसे लोग रहते हैं यार आज त आसमाजीको जुत्ता नाच्या छ आसमाजीको खुट्टा नाच्या छ अझ भनौँ पुरा जङ्गलै नाच्या छ के अझ भनौँ पुरा जङ्गलै नाच्या छ Man, the editor is doing a crazy work here, यार. कस्तो एडिटर हो त कसैले आर यु भर्जिन भनेर सोध्यो भने के भन्नुहुन्छ न नो ल को हुन्छ त I mean, there might be some of them, हैन? कोहीको त होला नि. श्रीमान श्रीमतीसँगै बसेर मेरेको कुरा गरेर प्यारी समझ गई दुईजना लजाइदिएर को कति इमान्दार हुन्छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ मैले जो इमान्दार भयो उसलाई नै गिफ्ट ह्याम्पर दिनेछु हामी दुईजना ल्याउँ तपाईँ राख्नु थियो गिफ्ट या So stupid, man. कसम भने भर्जिन हो कि होइन तपाईँहरू जस्तो ह्यान्डसम केटाहरू देख्यो भने म स्टिल भर्जिन नै छु Stop the cap. सो म क्लास 9 मा भएको बेलामा म एचडी स्कुलबाट सस्पेन्ड भएको छु आई कान्ट बिलिभ आइ एम सेइङ दिस प्लिज लाइक भन्नु न अब किन हल्ला गर्नु भयो होला अफ कोर्स हैन नाच्नु भयो के हो त्यस्तो कुरा सुन्दिम न हैन आर्ट रुममा बोयफ्रेन्डसँग मेकआउट गरेर मेकआउट गरेर सस्पेन्ड भएको कृष्ण भाइ साँच्चै भाइ कस्तो सिरियस है यस्तो हेर्दा पनि टक्कै हेर्ने बित्तिकै टोलाए जस्तो कता कता के कल्पना गरे जस्तो धेरै कल्पना गर्नु पर्दैन भाइ गङ्गु छेत्री त मेरो छाला बस्नु थियो के भन्छ थ्याङ्क यू उषाजी कस्तो सेक्सी भएर आउनु भएको थ्याङ्क यू उत्सवजी सेक्सी छु त देख्छु कन्फिडेन्ट वुमन है देऊ दिनुस् त थापिरहेको छ यहाँ चाहिँ फेरि हिँड्नै नसक्ने गरेर खाएर कविताले होइन हिले गाह्रो भयो के गरे फोन सेक्स गरेको All three of them are lying है सपनामा शारीरिक सम्बन्ध भएको देखेको Man, कस्तो ठिस क्वेसन यार म दिदीको सौदा लाग्न आउँछु भन्नु भेनालाई यस्तो उमेरको केटी पाउँदा त तिनको हड्डी पनि हाँस्लान् नि गली सहिता होला 40 काटे कहिलेकाहीँ त मेरो पसिना छुटाउँछन् के खान्छन् र हेर्दा त टिमुर पनि रम गर्छ कान्छी Man, I didn't know Nepali movies were chill like that यार के हो अरे के हल्लाएको तँलाई हल्लाउन आउँदैन इमोसनल ड्याम के हल्लाएको अलि एनर्जी जान्छ भनेर के चाँडो अच्छा एनर्जी जाँदैन तिम्रो एकैछिनमा जान्छ 1 घन्टासम्म हल्लाउन सक्छस् मालती चाहिँ कस्तो छिन् त मालती त कसम मैले खासमा यति मायालु भन्न खोजिरहेको थिएँ Man, this actress, she's so honest and frank and funny as लाग्छ यार मलाई बसर आउँदा हैन मेरो महिला हुनुमा दुईटै मात्रै मलाई चित्त दुखाइछ के एउटा उभिएर मुत्न सक्दिन र यो माथिको लुगा खोल्ने एउटा चाहिँ आकाश नायिकाहरुमा तपाईलाई मन पर्ने को हो जीवनमा सबै एकजनाको स्पेशली नाम लिनु पर्यो भने कसको लिनुहुन्छ एलिजा गौतम obviously ऋषि धमालाको बुढीको नाम भएन त्यो प्राय केटीहरूको चाहिँ यो बच्चा कोरोले पछि यो लाम्टा किन आउँछ त्यो त तपाईहरुले बिगार दिने त हो नि त्यो त तपाईहरुले बिगार दिने तपाईको विवाह भएको छैन छैन सेक्स रिलेसन भएको छ कि छैन छैन That's cap. भएकै छैन सेक्स रिलेसन छैन Obviously गफ हो भर्जिन तपाईलाई के तपाईले उमेर भयो हिरोइन हो भन्दामा यो हुनै एकदम यो भर्जिन हुनै हुँदैन भने तपाईको सोच हो कि अन्जना बराइलीको क्यारेक्टर कस्तो छ क्यारेक्टर त मलाई के थाहा तर हेर्दा राम्रो लाग्छ अब के भन्नु क्यारेक्टर त कसरी क्यारेक्टर भित्र छिर्न मिल्दैन काम जितेर म घर जानु त म घर जान्छु अब क्यारेक्टर बुझ्दैन त्यसरी त तर भेट्दा त राम्रो हुनुहुन्छ बुझ्ने कोसिस नै गर्नु भएन आफ्नै घरमा श्रीमती छ नभए बुझ्ने त हो मैले हैन अनेस्ट म्यान है बुझिहाल्थ्यो होला कुरो के छ भन्दै अझ मलाई मजा आउँछ हामीलाई भाइ कुन पोजिसन त्यो बिचमा हान्छ नि यसरी के भन्छ त्यसलाई
मैले जुन टिमलाई सपोर्ट गर्छु त्यही टिमै हारिरहेछ फर्स्टमा म खासमा अस्ट्रेलिया बस्छु लोत्तर नि रहेछ हजुरलाई चाहिँ को मनपर्छ फुटबलमा चाहिँ कसको हेर्नुहुन्छ मलाई त मेसी मनपर्छ सानैदेखि केटीहरूको त्यही कि त मेस्सी कि त क्रिस्टियानो रोनाल्डो होइन. Alright, so that was it for today, guys. You're watching 4L Cruise Channel right now. I'm Pravesh. It's been a pleasure. Take care, guys. Peace.